थौ नेपाली संगीत खिला स्वर सम्राट नमा नाजाम नारायण गोपाल गुरुआचार्य सुइनिकको पुण्यतिथि ख पुण्यतिथि चले वेकै त भावपूर्ण श्रद्धाञ्जलि देछया चुना वेकै या सांगीतिक योगदान त हनबनतया थौ नेवा मिजोय छटा बेस तपन जाजो चुना थो शान्तरा साके छिकपिन न्यन डवया नेवा मिजोया सकल नियमी भाजुम मेजपिन त दुनुक्लो निसे जोजो लप व अभिवादन तो नापा सकल सित लस्कु सेना चुना थौ नेपाल सम्बत झिन्छस व पिसो ठिला ठो द्वादशी ख अष्टैको 2079 साल मङ्सिर 19 गते सोमबार नारायण गोपाल सुइनिकको पुण्यतिथि थौ एठो ज्याजुले नियमी पिनि सुनकृष्ण प्रतिक्रिया न्यवेगु जिमखो स्वर सम्राट नारायण गोपाल गुरुआचार्य बारे छतनित खनप वेकै बारे साहित्यकार केदार श्रेष्ठ टिप्स व ठिठी मे ह्याक्टेन उडो थौ छना बेस तपन ज्याजो नारायण गोपाल गुरुआचार्य सले मेचने हाका दियोला थो हाकिटनो मेचने डब्ल्यू रिकर्डिङ ना तौज्या उली रिकर्डिङ चोमन्या अति ज्याटके यो पेजो चाहिँ नारायण गोपाल सले न्याना वटुङका थे मिट चाहिँ प्रचण्ड राजो पार्याना हालाटौ न्याना दिस थै मे चाहिँ योन्दनीको अंश प्रचण्ड राजो पार्या सले न्याना दिस थौ थोही सिदुगु छुमदै तिनी रंग पै तिनी जिगुहा थौ थोही सिदुगु छुमदै तिनी रंग पै तिनी जिगुहा न्यागु खुसी थे वंगु एना वन की वन है जिगुहा न्यागु खुसी थे वंगु एना वन की वन है जिगुहा किन्तु प्रेम प्यागु गुछन् लित जिना क्यानङ्गुदु जी ज्वले न छूछ जासा जिंदगी है खंगुदु जीवने गबले छकासा बास मधुसा सुनित छु ने मखासा पुने मखासा बास मधुसा सुनित छु मधु जिथे थना ने मसुना मधु जिथे थना ता मिसु बनया सवाजे कौछिसा कानंगुदु जी ज्वले
गबले छकासा सुख हृदय प्रेम प्यागुले जी खोया न कई चुना सुख हृदय प्रेम प्यागुले था स्वयं सोइत बियाजी कई गुथे तनंगुदू जी ज्वले ना छू छजासा जिंदगी है खंगुदू जीवने गबले छकासा प्रेम जी या निनाजिल दुर्गालाल श्रेष्ठ रचना अले नापाङ्गु मिए सो नारायण गोपाल गुरुआचार्य टुके संगीत नचाहिने नारायण गोपाल गुरुआचार्य खट वेकै सो ढुङ्गा लिपा प्रचण्ड राजो पार्टी सोले मिए नारायण गोपाल सोले हाकौ मिए नेपाल सम्मत 1097 साले स्वेट परिवारी पखे नाच घरी डब्ली क्योंगु संगीत पञ्चमी नाङ्गु जाचुले नारायण गोपाल ठमय हार्मोनियम थाना ठमय हालादी उमे ख न्यमी पासपी तौ नारायण गोपाल लुमका झ्याका चुनको ठोन्यवा मिदुले साहित्यकार केदार श्रेष्ठी पखे प्राप्त जुवको टिफ निन्य डटी डटी म्या ह्याका ज्याजो न्याक्यु गोसा यानुटु केदार श्रेष्ठ जो नारायण गोपाल इट लुमका ठगु टिफ थट झ्याका दिगुटु स्वर सम्राट नारायण गोपाल मरुगन सुई निरफुना सुई सुरक्यन nye छरी बैसा मरुमा नारायण गोपाल ठाउँ छिगु न्यने मिठक थे ज्याबी टुङ्कल मरे पछि दुमै राजा ताटे सिटुङका सुइटा छुटया सिटुङको मेस्ट छु फरक वा असर लाई मखो नारायण गोपाल मरे टुङ्का न नारायण गोपालले बारे यक्कुसिन यक्कुए खन हेट्न टुङ्कल त्रिचण्ड कलेज पीको वार्षिक उत्सव लस्ता अटक स्या न्यापी पस्पी नप डक्सबे नपा डब्ली पलाटो ख नारायण गोपाल तबला थाना पासपुतले मानिक रत्न स्थापित व प्रेम ध्वज प्रधान हिन्दी में हाला अभ्यासले नारायण गोपाल तासन झ्याप्ले ख्याएना हिन्दी में टशंका नेपाली लवजा हाली हो पश्चिम या बब डायलन बिटल्स में उडुम प्रभाव लगाचंग ओगिले नारायण गोपाल गोपाल यञ्जन लिसे जाना तस्क लोसो जाउ सोले म्या हाला इमिको प्रभावित छौ हटक मोया जायाउ ख नारायण गोपाल त गायक कलाकार मध्ये दक्षबे नपा मोटरसाइकल गम गायक टकान ठाउया न्यमी पासपे टिस वनिको डिका आहाना नारायण गोपाल यसले निवा मिन्जना दिस टुयुको फ जिगु जिन्दगी ख जिगु खयान जिगु मजु रंग गे गे पाटो छ त रूप ए जिगु ठजु छंगु कलम चोगु बाख मेगु कलम चोकिमुखु छन्त छु का लागु दनिसा छंगु काले ढोकिमुखु ख जि देग ड्य छन्नुगले छंगु मटना जिगु गजु नेवा बाई कवि चयाटो मे छलाटो बिम्ब नुगले थियो मे चयाटो कवि गिरिजा प्रसाद जोशी ख नारायण गोपाल ने छरे क्याटो उमेरे मोरथे चोमी गिरिजा प्रसाद न नारायण गोपाल सुयान मो उमेरे अष्टको पिचारै उमेरे मोरगु ख तो मे छोइले नारायण गोपाल नेवा मे हाल्ट मेगो मालडका विज्ञापन याबले गिरिजा प्रसाद जोशी बियाटो मे मध्ये निफ मे नारायण गोपाल लेट या ठौ कोठा हार्मोनियम थाना रेकर्ड नाटक ख लिप पिकाउगेना ठाटी ट्याटौ ठोमी प्यावे मखंको वेक मन्त वेक मरे रुंगा छौ एफएम रेडियो वेकै टिरि पेमला गुरुआचार्य त अन्तरबाटे छोले छमन्य मनुन निसन्यंगु ज्यातन ओगु निसले पेमला गुरुआचार्य के नारायण गोपाल नेवा मिमोर रेगु बारे न्यंगु ज्यातन यसै लिसले पेमला गुरुआचार्य ठुक्न लिस ब्यादि ज्यातन नेना दिस पेमला गुरुआचार्य स
नारायण दाईको नि अब नेपाली गीत त थुप्रै छन् होइन हामी उहाँकै फ्यान हो र अहिले यो कुरा चाहिँ सोध्नु परिरहेको अलि मलाई चाहिँ अप्ठ्यारो पनि भइरहेको छ यो कुरा के हो भने नि उहाँले चाहिँ नि नेवारी भाषाको गीत चाहिँ नि एकदम गाउने भए छैन भने गुनायो भने पनि हुन्छ है यसको कारण के होला मेरो क्वेसन सानो यति नै हो यहाँ हजुर उहाँले नेवारी गीतमा गाउनु भएको होइन उहाँले नेवारी गीत चाहिँ पहिला पनि दुर्गालाल श्रेष्ठको दुईटा गीत उहाँले ट्युन गर्नुभएको थियो एउटा गीत पनि नेहालजी भन्ने गीत गाई पनि स्टेजबाट गाउनु पनि भयो अर्को पनि ट्युन गर्नुभएको थियो त्यो मलाई केही साह्रो सम्झना भएन पछि उहाँले यो नेवारी गीतको क्यासेटै निकाल्छु भनेर कतिवटा विशेष देशान्तरमा विज्ञापन पनि निकाल्नु भएको थियो कि म चाहिँ नेवारी गीतको क्यासेट बनाउँछु अब नेवार गीतकारहरूले चाहिँ नेवारी भाषाका गीतकारहरूले चाहिँ मलाई गीत दिनुहोस् भनेर उहाँले विज्ञापन पनि गराउनु भयो धेरै नेवारी गीतहरू पनि आए तर उहाँलाई त त्यही हो अब छान्ने बानी लागिसकेको होइन उहाँले पछिबाट एकजना के मलाई थाहा छैन नाम बिर्सेँ मैले उहाँ गीतकारको दुईटा गीत उहाँले ट्युन गर्नुभएको छ एउटा चाहिँ तुयु गु भु जिगु जिन्दगी ख भन्ने अनि अर्को चाहिँ डकले सागु एला यस्तै के भन्ने दुईटा गीत ट्युन गर्नुभएको छ अनि त्यो चाहिँ अहिले पनि छ मसित तर त्यो चाहिँ हार्मोनियममा कोठाभित्र मात्रै रेकर्ड गरिएको छ उहाँको इच्छा चाहिँ ठुलै थियो तर उहाँलाई इच्छा चाहिँ थियो उहाँले पत्र पत्रिकामा विज्ञापन पनि छपाउनु भएको थियो नेवारी गीतहरू पनि आएको थिए तर अब उहाँले ज्यादै सेलेक्टिभ भएर होला दुईटा चाहिँ मैले घरभित्र कोठाभित्रै गर्नुभएको ट्युन है अरू चाहिँ हाम्रो दुर्गालाल श्रेष्ठज्यूको अझै 2-3वटा गीत उहाँले गर्नुभएको छ ट्युन गाउनु पनि हुन्थ्यो उहाँले त्यो स्टेजहरूमा पनि गाउनु भएको छ नेनाज ल नारायण गोपाल या चाहिँ तिरुमेजु प्रेमला गुरुवाचार्य लिस तो न्यस लिस टुंका वेकला तयारीको टुयुको प जिगु जिन्दगी ख व डक्ले सागो एला यना मे सार्वजनिक जु ख आ नेनाज प्रेमला गुरुवाचार्य तयारीको टुयुको प राउपट्टि मे थो मे नारायण गोपाल सले नेनाज वेकला ठौ कोठा हार्मोनियम थाना रेकर्ड नाटौ मे ख टुयुको प जिगु तुयोगु भोजिगु जिन्दगी खा जिगु खयाना जिगु मधु तुयोगु भोजिगु जिन्दगी खा जिगु खयाना मधु रंग गए रंग गए पता छादा रूप जिगु थदु तुयो जिगु जिंदगी खा जिगु खयाना जिगु मधु छंगु कलमा जोगु बाखा मेगो कलमा सुके मखु छंगु कलमा जोगु बाखा मेगो कलमा सुके मखु छंत छुघा लागु दनिसा छंगु घाले ढुके मखु छंगु घाले ढुके मखु खाजी देगा या छनु गले छंगु मतीना जिगु गदु
छङ्गु आशा पुगु जीवन व्यर्थ पुत धर्मको छङ्गु आशा पुगु जीवन व्यर्थ पुत धर्मको आसन आनन्द हेखा दुःख कबुले तामको दुःख गबुले तामको छमयसा दिकिथो बाखो उमवसा ठिकदो रंग गगा पता छदा रूप जिगु ठदु युगु जिगु जिंदगी खा जिगु खयाना जिगु मधु न्यानान्जिल कवि गिरिजा प्रसाद जोशी मिगुले नारायण गोपालले त्या ठम हलाटौ मे थोडुंगा आना केदार सेफ्टी टिस लाका यंके टिस थडो नारायण गोपाल गएको मोटरसाइकल राजदूत सिजिख 2015 साले नेपालले डक्सपे नापा आम चुनाव जुबले नारायण गोपाल पुष्पलाल श्रेष्ठ चुनाव अभियान म्याहला प्रचारणा जुख गीतकार भीम बिरागे टापुकट पूर्व पश्चिम राजमार्ग डेकुबले नारायण गोपाल हिटौर्या छु इटक कुलिजान याउख नारायण गोपाल डक्सबे नापा स्वर सम्राट उपाधि व्युम कवि भूपी शेरचन ख 2028 साले पोखरा जुग छौ कार्यक्रम कवि भूपी शेरचन नारायण गोपाल स्वर सम्राट का सम्बोधन याउख लेपा गोर्खा दक्षिण बाउ व्युबले जुजुन स्वर सम्राट का सम्बोधन याउ खटेको ठापुडो मेखे नारायण गोपाल डक्सबे नापा स्वर सम्राट उपाधि व्युम समीक्षा साप्ताहिक पत्रिका सम्पादक व प्रकाशक नापा प्राज्ञ मदन मणि दीक्षित खटेको ठापुन दो हन नारायण गोपाल श्यान्याम पासा नगेन्द्र थापाना ठो उपाधि डक्सबे नापा ठम बिगोडियो आविया पासपि नारायण गोपाल स्वर सम्राट तने सुना डक्ले नापा टाल्रियो खैचन थन ढेंडे बला जु खण्ड त ठटे जिन छपु नापा लेख चाहिँ बुनु दो उग लेखे तो खेबाई साहित्यकार बासु ससी दक्षिण नापा जी नारायण गोपाल स्वर सम्राट रह्यो ख अन लिप मेप्सन तया आउ खर कान वेकलन चाहिँ छौ चाहिँ पत्रिका चोयाट खण्डु ला ठोजुल चाहिँ छोचको चाहिँ जी जो स्वानो पटे जुल तीस डिगा हाना कोठा रिकर्ड नाटक नारायण गोपाल मिन्जिना दिस ठोमी चोयाटमा गिरिजा प्रसाद जोशी ख स व संगीत नारायण गोपाल जुल डक्ले सागो एलाय ना खोबिया एला तै बिजित डक्ले योम मनुय ना न खोबिलुटका हे तै बिजित डक्ले सागो डक्ले सागो एलाया ना खोबिया एला धै बिजित डक्ले सागो एलाया ना खोबिया एला धै बिजित डक्लेयामा मनुया नाना खोबिलु थका है धै बिजित डक्ले सागो ठोमी ल्योन्डुको भो सानुबाबु मर्जनी सले निना दिस ठोमी नारायण गोपाल या लुमङका छौ ज्याजुले हाउ मेख निना दिस गायक सानुबाबु महर्जन यो मङ्का बोले वन छै अबले हात खनी छ हात खनी यो मङ्का बोले वन छै अबले हात खनी छ हात खनी
आपत गबले जुई अबले जक त्यो तखनी छ त्यो तखनी दुख सुख दुपिना धर्म दुपिना क्या मासाना सुख दुख पिनिगु कै ब्युजिता दक्कले यो मनु यनाना खोपिलु धका है तै ब्युजिता दक्कले सागु एला तुन की वे थे खा छिमी सा गे जकसु एला मतुन की गे गे जिया उलिला छिमी सा मोहे जकसु दक्कले सुमा मनु या नाना एला गुलु है रई ब्युजिता दक्कले यो मनु या नाना खोपिलु धका है रई ब्युजिता दक्कले सागु मेडुंगा केदार श्रेष्ठ टिप्स ये लियों दुगु चने वो बोने वो कई लियों दुगु वो छटवा च छुटन लियों दने ना जाया वो से नारायण गोपाल ये ठ शान्या पिन वो सह कलाकार पिन लिसे स्वाफो खौया वन फुलाम गीतकार पासा रत्न शमशेर ठापल लिसे न नारायण गोपाल तापना वन राष्ट्रिय नाच गरिया हाकिम जुसेले गुरु जोम पासा मानिक रत्न स्थापित लिसे नोटु सुटे मनता मच बलेन से पासा प्रेम गोज प्रधान लिसे न तापना वन ट्वा गोपाल यंजन लिसे न गोपाल यंजन ये ब्याली पा स्वाफो खौया वन फिल्म विश्वास छप में रियल सले इले संगीतकार गोपाल यंजन अपो निर्देशन विषयले थो में छय हार गा नारायण गोपाल अन बिरेबाजी के आवन अनले नारायण गोपाल यंजन ने लिपया सुया फिल्म में महाल गीतकार दिनेश अधिकारी ब्याय फोजे सक्सन मे हालिमाला टका कोरिया सेले नारायण गोपाल दिनेश अधिकारी त सटा ए दिनेश छजित फेन त सटौला के मे हेक्ट सटौरका थजाउ खुला उठासे मे हालिमुखटका मिहे महा मे पनि सुया फरक शैली मे हालिमा नारायण गोपाल सुइको चाकरी मयम हो को मुछिम ज्या दरबार टक्न उब्ले उट बेको मिखा सुएगु या उनिन्दो तग चाकरी यात स्वयं मनु लिस्न नारायण गोपाल तापना जिम व अजा पिन लिसे संगठिया मयम ख ए जाना वे यक्वे पासपिन तापा जुपो वइको स्वभाव सुन लिसे मिले मुजोठाई नारायण गोपाल त अस्ट्रेलिया तया तबले पासपिन स पशुपत नाथि त लुमंकी का टाइबले पशुपत नाथि त लुमंकी त सोलकी जोगमेरी ख्वाज ग न्यनी वइगु टाइरुका वइ स्यान्याम पासा नगिन्द्र थापा ठागुया नेवा भाषा यक्को मे महारका नारायण गोपाल त गायके मटाकी पि छ त संकीर्ण पि मुनुट न मरुगुमखो तर स्तर हिन मिजुलके उब्ले दरबारी मेला हाल त अस्वीकार यम नारायण गोपाल त ठजागु लान्छन बिगु तैगु उग्र जाति बाडी जाख टागे खसा 2042 साल पाके नारायण गोपाल उब्ले या साप्ताहिक पत्रिका साप्ताहिक विमर्श नेवा मे एल्बम पिका त नेवा मे माल ढका विज्ञापन बिउ ख तो पंक्तिया चोमिन मेछपु चया छौ ख नारायण गोपाल मरिया नेपाली संगीत याकी वंगुजुग मखो संगीतीय रस हिन ज्या बेउडो आ नारायण गोपाल त वइगो मिन्जना लुमुङके उसिब्या छिके मेगु छु लियो दनला नियमी पासपे केदार श्रेष्ठ टिप्स कोचल टिप्स गस्टाल टिप्स लागि साहित्यकार केदार श्रेष्ठ त यको सुबाडो लिपन थजागे टिप्स वइरेगु मन तुनाचुना छका छम नेवालन नारायण गोपाल त नेवा मिना हालिमाल ढका तान थाउ ज्याचन खनि अले नारायण गोपाल ओके लिसले चाहिँ ने
जे नेवामी चाहिँ छचा क्यासेट पिक्या भि नेरो डा न्यन्टी डेगा चाहिँ थाउ जा चाहिँ खनी अले वेकला चाहिँ ठोखा पास पिङ क्या खनी सल्ला यार का चाहिँ पास पिङ क्या न्याना सोल खनी पास पिङ स चाहिँ नि वेगाइट छुडाला छ आम छ माम्रो ज्यासन मटे नान गोपाल दा छ आम नेरो डा बिल लगाएर छ मिन प्याइ मको आम दान ल्याउ मखर गा तालर गा छम नेपाल भाषा कवि जित कौ थने तर नि हो कौ ख जितो खसुटन सार्वजनिक महिना ठाउँ चाहिँ नि थो जाई जाजो त लो थेचना जि थैगु जुल नेनाचना जुल स्वर सम्राट नारायण गोपालिया सुइनिको पुण्यतिथि चले वेक अप प्रति छता बेस्ट प श्रद्धाञ्जली जासो नारायण गोपाले अति बेबे जुगमे मध्ये आँखा छोपी नरो भन्ने थाउ मिन ख उक्नेटनी थोमिया नेवा भस भाइला सार्वजनिक जुन दु काली प्रसाद हिजाली रचना संगीत व स नारायण गोपालिया थोमिया नेवा भस भाइला तम जनक वागले संगीत संयोजन मनोहर सुनाम हाला तम दीपक स्वप्निल श्रेष्ठ ख नेनादिसन मेखतिना खोए मते धाए मगुदो नुगत्योने लोतया ढिले मगुदो मेखतिना खोए मते धाए मगुदो नुगत्योने लोतया ढिले मगुदो कने तना गानावने छुहे मस्युजी ल्यावे गुखा की मखु ओ नमस्युजी कने तना गानावने छुहे मस्युजी ल्यावे गुखा की मखु ओ नमस्युजी बचा याक न ओए धका याए मगुतु नुगत्योन हेन मोतया ढिले मगुतु नुगतुने गा बेसी पखेरु याकी छ मिखा जाक बोला थया मति नया माया नुगतुने गा बेसी पखेरु याकी छ मिखा जाक बोला थया मति नया माया थया तहे तोता गना मोने मगुदु नुगत्योन हेन मोतया ढिले मगुदु धागु खलाएको दुसा मने दुने जोना मिखा फुसी मुथुसी खोबी होया सोना धागु खलाएको दुसा मने दुने जोना मिखा फुसी मुथुसी खोबी होया सोना नुया थमा थाया तहे ओने मगुदु नुगत्योने लोत
तया ढिले मागुतो मिखातिना खोए मते धाए मागुतो नुगत्योने लोतया ढिले मागुतो ढिले मागुतो ढिले मागुतो ढिले मागुतो नारायण गोपाल ठिटे शिरपा प्राप्त जोगुटो वेक्ल जीवने दक्षिण नापा शिरपा काउडे 2023 साले सर्वोत्तम संगीत पुरस्कार ख ठठिया 2045 साले जगदम्ब पुरस्कार न वेकट सम्मानित याउडो ठो जगदम्ब पुरस्कार सम्मानित जुबले नेपाल टेलिभिजन वेक यो अन्तर्बाट छकु न प्रसारण याउ ख आ न्याना दिस उग अन्तर्बाट छकु स नारायण गोपाल युग है हैकटेनो रेकर्ड युट्युब पाखे ल्या हयु ख यो पुरस्कार पाउनु कुनै ठुलो कुरा होइन महान कुरा होइन तर मदन पुरस्कार गुठीले एउटा गायकलाई र संगीतको क्षेत्रलाई पनि यसरी पुरस्कार दिनु निकै नै खुसी लाग्दो कुरा हो विशेष गरी किन खुसी लाग्छ भने कि गायकहरूले पनि साहित्यको सेवा गरि नै रहेको हुन्छ भन्ने कुरा थोरै मान्छेलाई मात्रै थाहा छ सायद र यो पुरस्कार दिँदाखेरि अब के छलङ रहेछ भने साहित्यको श्रीवृद्धिमा कि गायकहरूको पनि गहन भूमिका हुँदो रहेछ भन्ने कुरा थाहा भयो र मलाई के खुसी लाग्छ भने कि मैले अस्ति पनि भने कि यद्यपि म आफै साहित्य अथवा भनौँ कथा कविता गीतहरू लेख्न जान्दिनँ अथवा सक्दिनँ भनौँ तर पनि गीत गाएर साहित्यको सेवा गरिरहेको रहेछु भन्ने कुरा यो पुरस्कार पाउँदाखेरि मलाई चाहिँ थाहा भयो कि यो पुरस्कार पाउँदाखेरि साहित्यको पनि मैले सेवा गरिरहेको छु भन्ने कुरा प्रष्ट भयो त्यसैले मैले आफूलाई चाहिँ ठान्ने कि मैले साहित्यको पनि सेवा गरेको छु साथै गीत पनि गाइरहेको छु जुन पुरस्कार दियो एउटा मलाई हौसला दियो मलाई विश्वास छ अझै पनि म भविष्यमा अझै एउटा राम्रो साहित्य छानेर गीत गाउने प्रयास गर्छु हेर्नुहोस् सङ्गीत हुन त विभिन्न मान्छेहरूको विभिन्न धारणाहरू हुन्छन् युरोपतिर कुनै कुनै यस्तो ठाउँहरू छन् जहाँ सङ्गीत बिना मान्छे बाँच्नै सक्दैनन् जर्मनी भनौँ इटालीको कुनै ठाउँ भनौँ फ्रान्सतिर भनौँ सङ्गीत उनीहरूको एउटा जीवनको अभिन्न अङ्ग भइसकेको छ अथवा त्यसरी भनौँ कि सङ्गीत पनि एउटा उनीहरूको आधारभूत आवश्यकता जस्तै उनीहरूले मान्छन् त्यो परिप्रेक्ष्यमा मलाई पनि के लाग्छ भने जहाँसम्म मेरो सवाल छ सङ्गीत त मेरो लागि एउटा खुराक हो मानिलियो मैले सङ्गीत गीत गाउन सकिनँ र सङ्गीतदेखि मलाई टाढा राख्यो भने मेरो जीवन एकदमै निरस हुन्छ व्यर्थको हुन्छ र यसरी म के सोध्छु भने सङ्गीत मानिसको लागि एउटा नभई नहुने एउटा विभाग हो यो किनभने यो एउटा जीवन दर्शाउने एउटा कलाको रूपमा अहिले भर्खर विकास भइरहेछ यसलाई मात्र सङ्गीत नठानेर जीवन र एउटा मानिसको लागि एउटा आधारभूत आवश्यकताको लागि पनि हो भन्ने म ठान्दछु यसलाई न्यानान्दिल जगदम्ब पुरस्कार सम्मानित जिरङका स्वर सम्राट नारायण गोपाल अन्तर्बाट न्यमी पासपी नारायण गोपाल त स्वर सम्राट ताल वास्तव वेकै स्वभाव व्यवहार विचार डक्को स्वेबले वेक टाठाइम सम्राट एक खलटै हेर्न चोनिभो चान साइमे नारायण गोपाल त ह्याक्ट जुजे निजी सचिव मार्फत संगीतकार दीपक जंगम ये लाटे लावल
नारायण गोपाल ठगे स्वभाव डुम्ज्या वेक्ल ठो चानी साय मेठाउ ह्याउ मन्ट वेक्ल ठोख टोपिया चानी साय एउटा मान्छेको माया मे लेट या नारायण गोपाल त न्यङ्कल तर वेक्ल ले मयको अन मेगु लेट या न्यङ्कल वन मयको ठटिया जुजो व रचना नि नेपु लेटे रुकल तर अझ न नारायण गोपाल यो मुने मुस दीपक जङ्गम ठो चानी साय रचना न ढाको आँट मौल ठर्ज्या जङ्गम नारायण गोपाल चिरी पेमला गुरुवाचारी त जुक्को खंकना नि नेपु नि चाफुगु ले न्यङ्कल तो मे बारे पेमला गुरुवाचार्य नारायण गोपाल त वृत्तान्त कन ठुक्न एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा ठाउ बोले मे रेकर्ड जुल मे सुपर डुपर हिट न जुल आन्यना दिस दीपक जङ्गमा नि चाकट गर लेटे या तयार जुग अले पेमलाई इनापे जीवन दान का फुगु छफो अजर अमर मे एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा रचनाकार चाँदनी शाह संगीतकार दीपक जङ्गम गायककार नारायण गोपाल मे छको अंश मायाले कति फरक पर्दछ जिन्दगीमा एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा साथीको साथले कति फरक पर्दछ जिउनुमा एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा तो मे चिसा ये कुन्यन तुनाउ ख न्यमी पासमे तो जाजो देख द ओके ठके वास फस माजे बले यूट्यूब गबले मुन्यना नुगो नारायण गोपाल सोले छप मिल लिया होला आन्यना दिस उगमे नक्तिना हाको मेसया भचपा ले दीपक जङ्गम हेन सो नारायण गोपाल हे रचना न चाँदनी शाह एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा जिंदगी
सहाराको मायालु बिनाको हुँदो कति मायालु बिनाको हुँदो कति उराट लाग्दो संसार यो विरति बिनाको हुँदो कति निराश एक्लो सम्झनायो एउटा मान्छेको मायाले कति पार पर्दछ नेनाटनादल स्वर सम्राट नारायण गोपाल गुरुआचार्य श्री निकोगो पुण्य तिथि चोले नेवा मिजोय छटा बेस तप जाजो जाजो छिकपिन त गस्टाल थे ठोइ तो तप जाजो कोचाले ढासा जिल वइगो सञ्चरबार सराठे चे सुकगो नेवा मिजो जना वे जाजो नेना दिपे छिकपिन सक्स्ट दुनुग्लो निसे यक्को सुबाटो दक्षिण लिप्टे मोडम स्वर सम्राट नारायण गोपाल प्रति दुनुग्लो निसे श्रद्धाञ्जली देछ्या ठोइ जाजो कोचाके ठोइ त बा लिपा हान नाप्ला